ल साउजी के बाजी खेल्ने अस्तिको जस्तो अस्ति मैले एउटा बाजी जितेको छु उहाँबाट खरबुजाको है। आज खेल्नुहुन्छ बाजी मसँग जस्तो पनि खेल्नुहुन्छ जत्रो पनि 1 लाखको 2 लाखको ओहो ल त्यसो भए एउटा फल जोगिन्छ है नेवा जोगिन्छ है नेवा है मेवा त्यो जोगिन्छ जसको नजिक पर्छ त्यसले अब मेरो पर्यो भने यो फलफुल सबै पसलले मलाई दिनुहुन्छ यहाँ पसलमा भएको सबै फलफुल दिनुहुन्छ अनि हजुरको परेन भने हजुरको पर्यो भने मैले फेरि आइफोन 17 प्रो म्याक्स दिन्छु हुन्छ यो 2,40,000 को तपाईको अब ल 2,40,000 हिसाब गरौँ हैन ल रेडी हुनुहुन्छ ल जोहम ल मैले भनेकै जोख्नु पर्यो है फेरि यो डल्लै जोख्नुस् ल कसको नजिक पर्छ यदि उहाँको पर्यो भने यो आइफोन 17 उहाँ लानुहुन्छ है अब यदि मेरो पर्यो भने यो पसलैभरिको फलफुल आहा लिएर जान्छु है म ल तपाईले भन्नुहोस् पहिले पसले हो नि तपाईँ होइन तपाईँले भन्नु कि पसलले मान्छेले होइन नि त मैले पो च्यालेन्ज दिन आएको नि त तपाईँलाई ल मैले भन्नु पर्यो यार ल 1 किलो 600 ग्राम 1 किलो 600 ग्राम 1 किलो 800 ग्राम ल ल ल ल ल 1 किलो 800 ग्राम है ल ल यो पसलको फलफुल सबै मेरो भएको छ है त 1 किलो 676 ग्राम है त ल अब खाली गर्नुस् यो पसल अब सम्पूर्ण सामान मैले लिएर जाने होला छु है त उहाँले बाजी हारिसक्नु भएको छ अब के खाने हो मेरै त हो अब भाइ सामान त अब ए मेरै त हो है साथीहरु अब मेरै त हो फुटाल्नु पर्यो खानु पर्यो हैन अब हेर्नुस् है यता अब सब मैले लानु पाउने भए बाजी राखेको नि हैन खुसी हुनुहुन्छ नि पछि त मन जित्न सक्नुहुन्छ है फेरि ल ल अब म यो सामान सबै मगाएर म लाँदै छु है त ओहो यो खाने हो कि बाप रे यो मिसिन त घरमै लानु पर्यो जुस पेल्नको लागि ओहो ल अब सब लिएर जाँदैछु मैले र गाडी मगाएर त्यो पनि